इन्द्रिय रङहरू कृति लोकार्पण समारोहमा उपस्थित सम्पूर्णमा पुनः एकपटक नमन गर्दै म आजको कार्यक्रमको लागि औपचारिकता दिन अगाडि अब कार्यक्रमलाई अध्यक्षता ग्रहण गर्नका लागि म यस विद्यालय सरस पाठशाला विद्यालयका प्रिन्सिपल सञ्चिता तामाङज्यूलाई कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिन अनुरोध गर्दछु। मानसमा बत्ती बालेर आजको कार्यक्रमको समुद्घाटन गर्नेछौँ। इन्द्रप्रसाद आइपी सरको पुस्तक इन्द्रिय रङहरू मात्र होइन, उहाँको अरू दुईवटा कृति पनि यहाँ विमोचन हुँदैछ। व्यासमा रहनुभएका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू र लेखकज्यू लगायत सम्पूर्णबाट इन्द्रिय रङहरू पुस्तकको यो आत्मकथा रहेको छ। उहाँको यो पुस्तकको विमोचनको लागि, लोकार्पणको लागि अनुरोध गर्दछु, सहयोगको लागि। पाठशालाकै लागि केही गर्नुपर्छ र उहाँले एउटा सरस पाठशाला गान लेख्नु भएको छ। कार्यक्रमका सभा अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, विज्ञान एजुकेशनल नेपालका सदस्यज्यू, यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म सिमला तामाङ, यस सरस पाठशाला विद्यालयको विद्यालय संयोजक र आजको यस कार्यक्रमको आयोजक समितिको तर्फबाट यहाँ उपस्थित सम्पूर्ण व्यक्तित्वहरूलाई हार्दिक स्वागत गर्दछु। मेरो लागि सम्पूर्ण समय खर्चिनुभएका मेरो आदरणीय मातापिता र जीवनमा प्रमुख भूमिका खेल्दै आउनुभएका बाबा सरप्रति नमन प्रकट गर्दै उहाँहरूको बारेमा मैले सोच्दाखेरि उत्पन्न भएका विचारहरूबाट
सुरु भएको छ। अनि तपाईँहरूको यो उत्साह देख्दाखेरि, उपस्थिति देख्दाखेरि 7 वर्ष हुँदाखेरि बुवाले भन्नुभएको कुरा यहाँ अति नै सन्दर्भवाला आयो। मैले बदमासी गरेको देखेर बुवाले गाली त गर्नु भएन, तर उपदेश सुझाव दिनुभयो, बाबु महिनाको 5 रुपियाँ दिनुपर्छ, 30ले भाग गर्नुहोस्, कति पैसा खर्च हुन्छ। त्यसैले दिनको एउटा शब्द मात्र सिक्ने हो भने पनि महिनामा 30वटा शब्द सिकिन्छ भनेर भन्नुभयो। त्यो बेला बुझिनँ, तर मैले आफूलाई लागेका कुराहरू सङ्कलित गरेर जम्मा पारेको पाण्डुलिपिबाट आज पुस्तकको रूपमा प्रकाशित गर्न पाउनु, त्यसमा पनि मेरो आफ्नै श्रद्धेय गुरुहरूको गाडी र सहमित्रको गाडी र यस विद्यालयका शिक्षकहरूको गाडी, भाइ बहिनीहरूको गाडी लोकार्पण गर्न पाउनु मेरो लागि खुसीको कुरा हो। कुराहरू थियो। आज उहाँको समग्र जीवन सङ्घर्ष, अनुभव, अनुभूति, कार्यक्रम, जीवनलाई बदल्ने, सिक्ने, सिकाउने कथाहरू, सिङ्गो कथाहरूको किताब बाहेक उहाँले लेखेका गीत र सिङ्गो सरल पाठशालामा म बसेर हामीले जे चिजहरू हेर्न पायौँ, सुन्न पायौँ, अनुभूति गर्न पायौँ, त्यसले कता कता हामीलाई यो सफल र असफल के हो यो प्रश्न गर्न बाध्य बनाएको छ जस्तो लाग्छ। हामीले परम्परागत सफलको कुरा गर्ने हो भने यो सिङ्गो घरलाई भाडामा दिएर महिनाको 2-3 लाख रुपियाँ भाडामा ल्याएर आनन्दले मौज मस्ती गऱ्यो भने भइहाल्यो। किन यस्तो दुःख गर्नु पर्यो होला भन्नेकाहरू, त्यो छोरीहरूले पनि कसरी सहयोग गरे होला, श्रीमतीले पनि कसरी सहयोग गरे होला भन्ने प्रश्न पनि हुन्छ। अर्को पाटो यो पैसा बाहेक समाजलाई धेर थर केही न केही कतिपय परिवर्तन गर्ने कुरामा हामीले व्यक्तिगत रूपले चाहेर हुँदैन, तर सानातिना परिवर्तन गर्ने कुरा चाहिँ मान्छेको व्यक्तिगत इच्छा, आकाङ्क्षा, चाहना र लगावले प्रभाव पर्छ भन्ने उदाहरणको रूपमा हेर्ने हो भने फेरि फरक ढङ्गको सफलता चाहिँ सायद अलि दूरगामी सफलता, अलि धेरै मान्छेले त्यसलाई बुझ्न सक्ने, सिक्न सक्ने, आफूलाई बदल्न पर्ने, बाध्य बनाउने सफलता सायद यो हो कि माया गर्ने र पढाउने कुरालाई अमूर्त होइन, दैनिक जीवनसँग जोड्ने। अमूर्त रूपले पढाएर बुझिँदैन। मैले आफै नै बुझेँ, मेरो आफ्नै व्यक्तिगत अनुभव छ। इतिहासको बारेमा धेरै जसो त हामीले थाहा पाइ नै सकेका छौँ। सहयात्रीको रूपमा भनौँ या सहकर्मीको रूपमा म उहाँको बारेमा आज केही भन्न मन लागेको छ। उहाँको बारेमा विद्यालय व्यवस्थापन गर्नलाई त्यति सहज छैन भन्ने कुरा हामी जस्तो धेरै जसो मलाई असहज भइरहने, तर मेरो ठिक विपरीत भने इन्द्र सर। म उहाँलाई सोधिरहन्छु प्रायः जसो, तपाईँलाई कहिले पनि कुनै पनि काम गाह्रो लाग्दैन? उहाँ भन्नुहुन्छ जीवनलाई हामीले नबुझेकोले हामीलाई धेरै जसो काम गाह्रो नै लाग्छ। उहाँ सम्झाएर उदाहरण दिनुहुन्छ, यो शरीरलाई हामीले हेरौँ, एउटा शरीर छ तर काम पनि अनेक गर्छ। हेर्ने काम, सुन्ने काम, खाने काम, पचाउने काम, ऊर्जा दिने काम, रगत बनाउने काम, विचार गर्ने काम। यो शरीरले आफ्नो काम कहिले पनि गाह्रो भयो भनेर भन्दैन। यो निरन्तर रूपमा, निस्वार्थ रूपमा आफ्नो कर्म गरि नै रहन्छ। यो शरीरलाई मात्र हामीले बुझ्ने हो भने हामीलाई जीवन बाँच्न धेरै सहज हुन्छ र कुनै पनि काम हामीलाई गाह्रो लाग्दैन। यसै सहजताका साथ इन्द्र सर आफ्नो जीवन व्यतीत गर्नुहुन्छ। विद्यालय व्यवस्थापनमा पनि उहाँ त्यतिकै सहज हुनुहुन्छ। उहाँ हामीलाई बताउनुहुन्छ विद्यार्थीहरूलाई राम्रो मार्क्स ल्याएर पास गराउनु मात्र पनि हामी शिक्षकको उद्देश्य होइन, विद्यार्थीको चौतर्फी विकास गर्नु हामी शिक्षकहरूको महत्त्वपूर्ण दायित्व हो। इन्द्र प्रसाद खाइदु सरले आफ्नो जीवनका विभिन्न घटनाहरूलाई, पढाइका कुराहरूलाई समेटेर
मसँग पनि बेला मौकामा आफ्ना अनुभवहरू सेयर गर्नुभएको थियो। जुन दिनदेखि उहाँसँग मेरो भेट भयो, सायद उमेरले उहाँ र म सँगसँगैको होला र मैले पनि जीवनमा नसिकेको कुरा उहाँबाट सिकेँ। मैले वास्तवमा विद्यार्थीहरू लर्नर्सहरू कति किसिमका हुन्छन् त्यो कुरा सिकेकै किन रहेछु। कुन विद्यार्थीलाई कुन पेडागोजी प्रयोग गर्नुपर्ने रहेछ, कुन मेथोलोजी युज गर्नुपर्छ थाहा थिएन रहेछ। यसो हुँदाखेरि हामी शिक्षकहरूले जसरी आफूबाट परिवर्तन सुरु गर्नुपर्ने हुन्छ र अरूलाई परिवर्तन गराउनुपर्ने हुन्छ, अरूलाई भन्नुभन्दा अगाडि आफू सही ठाउँमा उभिएन भने बोल्न गाह्रो पनि हुँदो रहेछ। स्कुलको प्रिन्सिपल हुँ, मेरो विद्यार्थी हुँ, तर मसँग उसको सम्बन्ध एज अ प्रिन्सिपल मात्रै गाँसिएको अवस्था होइन। तर बाबा सरको कुरो उठिरहेको छ। यो पुस्तकमा बाबा सरको धेरै कुराहरू उठेको छ। प्रेरणाको स्रोत बाबा सर, हामी सबैको बाबा सर भन्दा को बाबा सर भन्दा चाहिँ उहाँ चाहिँ मेरो बुबा। उहाँ गभर्मेन्ट सर्भिसबाट अवकाश प्राप्त गरेपछि शिक्षण पेसामा म शिक्षा क्षेत्रमै केही सहयोग गर्न चाहन्छु भन्ने हिसाबले उहाँ 65 इयर्स प्लस थियो, 60 वर्षमा त अब अवकाश भयो। 65 सालदेखि नै उहाँले यो शिक्षा क्षेत्र स्कुलमै म पढाउन चाहन्छु भन्ने उहाँ इच्छा। उहाँ बाबा सरबाट प्रेरित भएको कुराहरू धेरै आएको छ होइन। र एउटा शिक्षकले पनि विद्यार्थीको जीवनमा कसरी चयन गर्नु सक्दो रहेछ भन्ने यहाँ ठुलो उदाहरण चाहिँ यो पुस्तकमा हामीले जान्न पाउँछौँ। भाइ बहिनीहरूलाई तपाईँहरूले पढाउने बेलामा अब स्वास्थ्य त छँदैछ, कसरी बनाउने के गर्ने हाम्रो आफ्नो हातमा पनि छ, खानपिनमा पनि छ, यसमा हिँड्न एकदम हुन्छ। एउटा चाहिँ मेरो विनम्र अनुरोध, अहिले धेरै जस्तो मैले बसहरूमा देख्दाखेरि एकदम बुढाबुढीहरू उभिरहेको हुन्छन्, भर्खरका भाइ बहिनीहरू उठिदिँदैन। त्यो चाहिँ मलाई साह्रै एकदम पीडा जस्तो लाग्छ। मैले कतिपटक भने पनि तपाईँहरू भर्खरको हुनुहुन्छ, म त उठिदिन्छु, तपाईँहरू पनि उठिदिनुहोस् न। कृपया यो कुराहरू पनि अहिलेदेखि सिकाउनु भयो भने भविष्य राम्रो हुन्छ। किनभने म विदेशमा जाँदाखेरि कस्तो छ भने कोही त्यस्तो देख्यो भने कसैले माग्नु पर्दैन, जोडको उठिदिन्छ। यति नै हो। अब इन्द्र सर मुरी बनाइ छ, तपाईँको यो किताबले सबैलाई हतोत्साही हुनु पर्दैन, मार्गनिर्देशक सबै बच्चाहरू कमजोर हुँदैन भन्ने जस्तो लाग्छ। इन्द्र सर, स्वागत छ तपाईँलाई। धन्यवाद। जीवनको रङहरू तपाईँले आफू जन्मेदेखि नै देखिनुभयो र यहाँसम्म आइपुग्दा तपाईँले एउटा इन्द्रिय रङहरू, एउटा चेतनाको रङहरू मिसाएर एउटा पुस्तक पनि लेखिसक्नु भएको छ। हामी जीवनको रङको प्रारम्भतिर प्रवेश गरौँ। बाल्यकालमा बुवाले चाहिँ हाम्रो परिवार चाहिँ किसान र तैपनि बुवाले चाहिँ त्यति बेला सरकारी स्कुल भनेको धेरै हुन्थ्यो र प्राइभेट स्कुल न्यून रूपमा हुन्थ्यो। न्यून रूपमा भए पनि बुवाले र अभिभावकले चाहिँ प्राइभेट स्कुलमै पढाउन चाहनुभयो। तर म प्राइभेट स्कुल एडमिसन त गर्नुभयो बुवाले, तर मभन्दा बढी बुवा आमा चाहिँ स्कुल पुग्नुहुन्थ्यो। कारण थियो पढाइप्रति एकदम वितृष्णा र भागी हिँड्थे। तर त्यहाँ स्कुलमा पढ्दाखेरि मलाई पढाइप्रति यस्तो हुन्थ्यो कि यो स्कुलमा अध्ययन गर्न नपाऊँ र त्यसको कारण थियो म पढाइमा अत्यन्त कमजोर। अनि खेती किसान, लुगा मैलो हुने, अनि च्यातेको लुगा लगाएर जानुपर्ने, आमा बुबाको नभ्याउने, 15-20 रोपनी त खेतबाली नै थियो। इन्द्र प्रसाद खाइनु कसरी यो पोजिसनसम्म अहिले सहज पाठशालाको सञ्चालक पनि हुनुहुन्छ, तपाईँले यकिन सक्नुभयो पिएचडीको सङ्घारमा पनि हुनुहुन्छ, अब 2वटा पुस्तक प्रकाशन पनि गर्नुभयो, सोच्नु भएको थियो कहिले? तर यसमा मलाई 2टा टर्निङ पोइन्ट छ। एउटा टर्निङ पोइन्ट भनेको स्कुलबाट भागी हिँडेपछि परिवार टिक्क भएर नजिकैको ज्योतिषकोमा
जानुभएछ। ज्योतिषले भनेछ 4वटा शब्द, यो बच्चाले पढेर खानेन, तर अहिले चाहिँ खाएर चाहिँ गरिरहेको छ। अनि यति भइसकेपछि मलाई के लाग्यो त भन्दाखेरि ज्योतिषले अर्काको भविष्य कसरी निर्माण गर्न सक्छ भन्ने कुरा लाग्यो र यसलाई मैले सकारात्मक नै सम्झेँ। भाग्यवश 12 वर्ष हुँदाखेरि कक्षा 2 विद्या विकास स्कुलमा भर्ना भएँ र त्यहाँ मैले सही गुरु भेटेँ र पढाइप्रतिको उहाँको शिक्षण विधिले मेरो पढाइप्रतिको दृष्टिकोण पूर्ण रूपमा चेन्ज भयो र धेरै विषयमा म कमजोर भए तापनि उहाँले चाहिँ माया गर्नुभयो। अनि उहाँको 3टा सिद्धान्त, नम्बर 1 स्वास्थ्यप्रति अत्यन्त सजग, रेगुलर व्यायाम, दोस्रो कामलाई माया गर्ने, तेस्रो उहाँले निहाल्ने हरेक प्रकृतिका सृजनाहरूलाई सम्मान गर्नु, सूक्ष्म ढङ्गले हेर्नु। यी 3टा कुराले म अत्यन्त प्रभावित भएँ। धेरै धन्यवाद। तपाईँको पुस्तक लोकार्पण भएको छ। अब यो आत्मकथा तपाईँको मात्र रहेन, यो सबैजनाको भएको छ। आत्मकथा भनेको एउटा नलेखिएको इतिहास हो। हरेक मानिस एउटा पुस्तक हो। कोही लेखेर पुस्तकका रूपमा व्यक्त गर्छ, कोही नलेखिकन चितामा जलेर सक्छ। लेखेको इतिहासहरू आउँदो पुस्ताहरूलाई काम लाग्छ भने नलेखेका इतिहासहरू मौखिक रूपमा भुलाएर जान्छ। त्यसैले उहाँले एउटा यो महत्त्वपूर्ण काम गर्नुभएको छ। आफ्नो पुस्तक प्रकाशन गर्नु भएर धेरै धेरै बधाई छ।